हाम्रो एरियालाई राम्रोसँग बनाएर हामीले गर्नुपर्छ है। यो चाहिँ घर मालिकले चाहिँ एकदम इम्पोर्टेन्ट दिनुपर्छ। मलाई थाहा छैन त्यसले त्यस्तो गरेछ के भन्छ, त्यो त त्यहाँ पो बस्दो रहेछ, त्यसले ड्रग्स खाँदो रहेछ, घरमा यहाँ सुसाइड गरेर गर्छ तर थाहै हुँदैन घर मालिकलाई कहाँको मान्छे हो त्यो मान्छे, कहाँको थाहै हुँदैन। यही सुसाइड भएको एउटा केस घर मालिकलाई थाहै हुँदैन। अनि बोलाउँछ त्यहाँबाट समाज प्रेसिडेन्ट, अनि हामीले त्यहाँनिर यसको एक्सप्लेनेसन दिनुपर्छ कि हामीले के कहाँको मान्छे हो के को मान्छे हो। घर मालिकले पनि मान्छे राख्छ भने चाहिँ भोटर कार्ड र आधार कार्ड प्रपर लिएर चाहिँ तपाईँहरूले राखिदिनु हुन एकदम उयो गर्छौँ हामी, किनभने सरकारले पनि यो स्टेप उठाएको राम्रै स्टेप उठाएको हो है। तपाईँहरूले आफ्नो कस्टडीमा चाहिँ राख्नुहोस्, तपाईँ आफ्नो लागिको चाहिँ राख्नुहोस्, किनभने भोलि गएर के उपद्रव गरेर जान्छ, के काण्ड गरेर जान्छ, हाम्रो गाउँको चेलीबेटीलाई कुनै काण्ड गरेर गरिदियो भने भोलिको दिनमा अप्ठ्यारो हुन्छ नि। बरु उनीहरूको एड्रेस प्रुफको लागि केही न केही डकुमेन्ट्स उहाँहरूको तपाईँहरूले लिएर राखिदिनुपर्छ। घर मालिकले किरायमा लगाउनु ठुलो कुरा होइन, तर त्यसलाई सञ्चालन रूपले राम्रोसँगले प्रपर वेमा गर्नु चाहिँ एकदमै ठुलो कुरा हो। त्यही पाराले चाहिँ घर मालिकहरूले पनि यो राम्रोसँग गरिदिनुहोस्। अनि कतिवटा कुरा यहाँ के भन्छ लाइटहरू कतिवटा जलेको छ जलेको छैन त्यो तपाईँले भन्नुहोस्। एलपिजीको वर्क स्कुलसम्म हामीले दिएको छौँ। हाम्रो निकै डिमान्ड छ। स्कुलको त्यो नानी हिँड्ने एउटा डिमान्ड भयो, त्यो फुटवे बनाउने, अर्को त्यो लाइटको